घुम्न आउने क्रम जारी छ साथीहरू। अनि म पनि हेलो नमस्ते सेवा सम्पूर्ण साथीहरूलाई अनि के छ खबर सन्चै हुनुहुन्छ र राम्रो लाग्नु हजुर सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। र म चाहिँ धेरै समयपछि यसो भ्लग स्टार्टिङ गर्दैछु त साथीहरू। यतातिर आज चाहिँ घुम्न आएको छु है। आज चाहिँ यतातिर घुमिरहेको छु गाइजहरू। यस्तो मौसम छ। ल हेर्नुहोस् साथीहरू यतातिरको दृश्यहरू। आजको दिनमा गाइजहरू हल्का धुम्म लाग्ने खोजेको छ। ल यो ठाउँहरू चाहिँ होइन लभ डाँडा हो। अनि जस यो लभ डाँडामा चाहिँ एकदमै स्वच्छ हावाहरू आउँछ होइन। जस गर्मी टाइममा असाध्यै राम्रो हुन्छ। अनि यतातिर देख्न सकिन्छ है। एकदमै धेरैभन्दा धेरै घुम्न आउने क्रम जारी छ साथीहरू। अनि म पनि घुमिरहेको छु यता चारैतिर वरिपरि होइन देख्न सकिन्छ यस्ता दृश्यहरू गाइजहरू। म चाहिँ यो माथिको डिलसम्म जानु पर्यो उकालै होइन। अलिकति छ बाँकी जाँदैछु। माथि अब आइसकेपछि अलिकति टपसम्म त पुग्नै पर्ने हुन्छ। त्यही भएर जाँदैछु गाइजहरू। यता देख्न सक्नुहुनेछ टप पुग्नै लागेको हो गाइजहरू। र यता ब्याकग्राउन्डतिर पनि देख्न सक्नुहुन्छ अत्यन्तै सुन्दर रमाइलो दृश्यहरू है। ल म चाहिँ अहिले टपमा आइपुग्यो है त। यो हाम्रो टप भनेको चाहिँ यो है लभ डाँडाको टप। अनि यहाँबाट चाहिँ चारैतिर एकदम बब्बाल दृश्य देख्न सकिन्छ साथीहरू। अनि यहाँ हेर्नुहोस् लभ डाँडा कस्तो रहेछ त गाइजहरू। लभ डाँडा भन्ने ठाउँ रहेछ है त। ल साथीहरू हेर्नुहोस् यो चाहिँ देख्न सकिन्छ यतातिर यति बेलाको दृश्यहरू गाइजहरू। हल्का घाम लागेको छ यति बेला। क्या दामी दृश्य देखिन्छ भने ओ माइ गॉड साँच्चै खतरा बब्बाल दामी देखिएको छ है त होइन गाइजहरू। ल यतातिर पनि देखाउँदैछु गाइजहरू यति बेलाको समयमा चाहिँ है यता। ल साथीहरू आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेट्ने नै छु भन्दै आजलाई बिदा हुन चाहन्छु। फेरि भेटौँला है त साथीहरू। बाई बाई।